अब चाहिँ हामीले गाई पुज्ने यहाँ रेडी हुँदैछ हो। हाम्रो चाहिँ 2 ठाउँ गाई छ नि त, त्यही भएर तल पुजेर आउनु भयो हो। त्यहाँदेखि यो पण्डित र पण्डितले चाहिँ साह्रो झगड्छ हौ। दाजु बहिनी चाहिँ हाम्रो साह्रै मिलेर बस्छ यसरी। यहाँ हेरिहाल्नु है कति मिलेको। यहाँ चाहिँ हाम्रो पण्डितनी बोलाएको हो। यहाँनिर आजको पण्डितनीले रेडी पार्नु हुँदैछ झगडियो भनेर। माइजू कति माया गर्छ मेरो छोराछोरीले। तर साथै सेतो देख्यो। यो भाइ पनि कति सेतो देख्दछ। काले छ नि तर वास्तवमा त। यता लक्ष्मी माता। हाम्रो चाहिँ यसपालि छैन, दीपावली छैन, दशहरा पनि छैन। त्यही कारण अर्काले गरेको चाहिँ हेर्नुपर्छ। यसरी पूजा गर्ने ठाउँमा चप्पल लाउने चाहिँ को चाहिँ होला है। भिडियोमा त्यसो भन्छस् यहाँ सबुत पुरा आइस त मैले भिडियो बनाएर है। मेरो भिडियोमा आएर त्यस्तो भन्छौ के भएको बरु कर त। घाइते मान्छे हेर त्यो चम्मचले बोक्नु घाइते मान्छे। गुरुजीले के आए संस्कृत बोले भाइ। अम्बो भगवान। त्यहाँदेखि आज चाहिँ हाम्रो यो नानीले चाहिँ बिहानदेखि ऊ गुरुजी अरे, उसलाई गुरुजी भन्नु अरे। सट्टैलाई चाहिँ मूत्र विसर्जन गरेर आउँछु अरे। आयो तेन्जिङलाई जान्नु हँसाउँदैन के गरेर आउँछस् अरे। आम्मा कहाँदेखि कसले सिकाएको। टिभीमा हेरेर अचम्मै पार्यो यसले त। मजाले गर्नुपर्छ।